नमस्कारो म सन्जु लिम्बूको ब्लगमा आज चाहिँ कुखुरा लोकल कुखुरा पक्रेर गड पक्रिनु गाह्रो छ लोकल कुखुराले आज बनाएर चाहिँ मेरो बिजक हेर्नु न गाइस सारेको हो नि त नि छिम्किनु न भनेको यो त फाल्नै पर्यो यताले म बनाइदिन्छु हैन एकछिन माग्दा दिउँ भनेर क्या कतिको जान्नु होइन त्यही भनेको त सार्नु छिम्किदिनु न हो त्यसरी माग्दा आउँदैन रहेछ आमा अब जुन राम्रो पो फ्याँक्यो त्यो आमालाई कसले होइन खाइला छुम न अघि राखिसकेको आपले बाल्नु आमा फाल्न पहिले ब्रोइलरको त हुँदैन भनेर चाहिँ कसले भनेको खै भाले ठुल्ठुलो हुन्छ होला कस्तो छ्या भन्नुभएको आज त हप्ता गऱ्यौँ न त साँच्चै कस्तो मजाले पोल्नु त पुरा पाकेछ हौ यो मासु नै पाकेछ हेर न ब्लडै ओ माई गड आज त मासु नै अब पाकिसकेछ त्यसको लागि अब म के बनाउँछु गाई त अब मासु पाक्यो अब पाक्दैछ है केही लगाउने अब कसैले यो ढेँडोको लागि यो ढेँडो पनि म बनाइहाल्दो रहेछु ल अब यो उम्ल्यो तर घिउ पुरा नुनाउनु पर्ने रहेछ अब अलिक धेरै पानी लाग्छु धेरै बनाउँछु भनेर धेरै त हुँदैन यहाँ मेरो पानी है अलिक धेरै छ अलिक कम बनाउँछु अलिक धेरै पानी लाग्छ नि त अब अलिक पानी छ चाहिँ फापरको ढेँडो है फापर फापरको ढेँडो फर्स्ट टाइमै बनाएको मलाई खासै बनाउँदा आउँदैन तै पनि अब प्र्याक्टिस ओ माई गड यसलाई त यस्तो छिटो चलाउनुपर्छ अरे हो अहिले पानी त झनै ठिकैको राखेको थियो रहेछ हौ ल कम हुन्छ नि त ग्यास सानो कोदलको भन्दा चाहिँ अलिक यो फापरको चाहिँ सजिलो हुन्छ अरे भने चाहिँ एउटा के गाह्रो पर्ने रहेछ
तिते रेडी गर्दैछु तिते अनि आज चाहिँ यो अब टक्कसँगले तिते बनाउने हो अनि यहाँनिर अब पकाएर चाहिँ बियरसँग खाने हो कि तोङ्बासँग खाने हो भनेर सोच्दैछु अनि अब चिसोसँग खाउँ कि गाइजहरूलाई केसँग मनपर्छ कमेन्टमा लेखिदिनु होला अब तिते केसँग मनपर्छ कसलाई म चाहिँ केसँग खाउँ भनेर सोचिरहेको छु बियर पनि चिसो बनाउँदैछु बियरसँग खाउँ कि तोङ्बासँग खाउँ भनेर रेडी गर्दैछु यहाँ चाहिँ टक्कसँगले अब पाक्दैछ धेरै यहाँ चाहिँ अब अदुवा लाउनु पर्दो रहेछ अनि गाइज यहाँ म तिते एकदम बनाउँदैछु ढेँडो रेडी गरिसकेँ लोकल कुखुरा आज एकदम होलिडे सटरडे होलिडे हो मेरो बाबु नानीहरू सबैसँग बसेर खाने दिन हो नि त मेरो लाग्छ नमस्ते नमस्ते एन्सेवारो नमस्ते आज हामीहरू ढेडुवा खान आँटेको ढेँडो त तातो खानुपर्ने रहेछ अब आइडिया आएन मलाई नेक्स्ट टाइम मम्मी दादा यो ढेँडो त बनाउने साथ खानुपर्ने रहेछ उहाँ सेल कि गयो साग पनि छ करेला गुन्द्रुकको अचार आलु कति मिठो मिठो अनि मासु र सुप अनि पानी दाइ अहिले नखानु नि हो के गरेको अन्त वेयर इज अ मम्मी मम्मी तातो तातो ढेँडोसँग तिमीहरू पनि के खाने ओके ल ओ चप्पका चोप्ने केसँग आमा तपाईँलाई घिउ थोरै लाउँ घिउसँग चोप्ने हो आमा चट्टसँगले बसेर फेरि यहाँ कता भुलियो सानी दादाले खाँदैन त ल खाइयो ल खाइयो है गाइजहरू तर ढेँडो चाहिँ बनाउने साथ खानुपर्ने रहेछ क्या यो अलिकति हामीले एकछिन राख्यौँ अब फर्स्ट टाइम त नेक्स्ट टाइम चाहिँ म बनाएँ होइन बनाउँछु आमा तर मिठो खाएको छैन भन्नुहोस् न त्यो कुरा चाहिँ मिठो अलिक ल्याउटा अरे है अब तातो तातो खाना पनि दिउँ न मम्मीको हातको वाउ भेरी टेस्टी हो होइन मैले नसोचेको कि मिठो भएछ साँच्चै नै कस्तो चिसो भयो मिठो छ नि आमा नरम रहेछ हौ यो होइन एकछिन छोपेर कोदोको पिठो लाग्यो मलाई बनाउनु आउँदैन नि त कोदोको चाहिँ टाँसिने छ यो होइन टाँसिन्छ कनक पाउँथ्यो अघि
गाइस मिठो र टेस्टी छ ट्राई गर्नु होला बनाएर होइन